हजुर हजुर कुरिलोको नेपालमा औषधि भनेको नै जडीबुटीहरू छन् मलाई हैन हजुर तर बाहिर विदेशबाट भ्याक्सिन ल्याउँछ नि हजुर त्यो चाहिँ यहाँ परीक्षण गर्नु पठाओ मरेदेखि नेपाली मर अनि दाइ यो एरिया छ नि यहाँनिर चाहिँ कोरोनाको प्रभाव कतिको रह्यो कोरोनाको प्रभाव लकडाउनको बेलामा कस्तो भयो जिरोमै हो ओहो है यो ठाउँमा त्यस्तो प्रभाव केही पनि परेको छैन यो भनेपछि गर्मी ठाउँ हो यो नै गर्मी ठाउँ होइन यो जाडोको समयमा चिसै हुन्छ आजभोलिको वातावरण र जाडोको वातावरण उस्तै उस्तै छ दाइले मलाई धेरै कुरा ज्ञान दिनुभयो ल सरहरू उतापट्टि हुनुहुन्छ विशेषता महत्त्व धेरै भनेको पानीको छ हजुर हजुर पुलबाट निस्केको पानी खान पाइन्छ हैन हजुर यहाँको पानी मात्रै खाए पनि मान्छे बाँच्ने र मोटाइन्छ एकदम एकदम खुसी हुनुहुन्छ सबैजनालाई नयाँ वर्षको शुभकामना है रमाइलो छेड यो कहिले पनि बिर्सिने छैन यो 77 को तनावले 78 मा चाहिँ एकदमै ओपनिङ एकदम राम्रो भएको छ है हाम्रो ओपनिङ अब आशा छ पुनः यो 78 भरि चाहिँ रमाइलो हुनेछ हैन गराउँछौँ हाम्रो गराउनै बसेको हामी हैन उहाँले एकदमै मजाले यहाँ डुङ्गा चलाउने मात्रै नभएर यहाँको इन्फर्मेसन पनि राम्रोसँग दिनुहुँदो रहेछ एकदमै खुसी लाग्यो भाइहरू पनि काकादेखि डुङ्गाको यात्रा गर्छु भनेर आउनुभयो हजुर यात्रा गर्नुभयो त्यसको लागि सुनेको मात्र थियो यो फर्स्ट टाइम हो यो चाहिँ है त